हजुर नमस्कार। म दिनेश राज अर्याल फोटोकन्सन प्राइभेट लिमिटेडको सिइओ र म यो फोटोग्राफी व्यवसायमा चाहिँ विगत 31 वर्षदेखि आबद्ध छु र अहिले हुन गइरहेको यो काठमाडौँ फोटोग्राफर एसोसिएसनको केपिएको जुन वेडिङ फोटो कन्टेस्ट छ यसमा चाहिँ हामी मेन स्पोन्सरको रूपमा प्रस्तुत भएका छौँ। हाम्रो उद्देश्य सम्पूर्ण फोटोग्राफर साथीहरूलाई चाहिँ कसरी हामी एउटा सहयोग गरेर अगाडि बढाउन सक्छौँ भन्ने सोचका साथ हामी चाहिँ यसरी स्पोन्सरमा आबद्ध भएका छौँ र यहाँहरूलाई काठमाडौँ फोटोग्राफर एसोसिएसनलाई चाहिँ यस कार्यक्रमको सफलताको कामना गर्दछु र सम्पूर्ण देशैभरि छरिएर रहनुभएका फोटोग्राफर साथीहरू देशभरि विभिन्न जिल्लाहरूमा काठमाडौँभन्दा बाहिर रहनुभएका साथीहरूलाई चाहिँ यो वेडिङ फोटो कम्पिटिसनमा भाग लिनुहोस् र भाग लिएर यसलाई चाहिँ आबद्ध भएर आफ्नो सहभागिता जनाएर यसलाई सफलता दिलाउनको लागि साथ सहयोग रहोस् भन्ने रिक्वेस्ट पनि अनुरोध पनि गर्दछु। अरू विषयमा भन्नुपर्दा यो फोटोग्राफीमा आएका केही परिवर्तनहरूको बारेमा कुरा गर्न मैले विगत समयदेखि नै साथीहरूसँग फोटोग्राफर साथीहरूसँग बसेर कुरा छलफल गरिरहेको छु। हिजो हामीले गर्ने 30 वर्ष अगाडिबाट हामी एनालग सिस्टमबाट आज डिजिटलको युगमा प्रवेश गरेका छौँ। हिजो हामीले गरिरहेको प्रिन्टको केही रूप परिवर्तन भएर अहिले चाहिँ फोटो बुकमा हामी पुगेका छौँ। इभेन्ट म्यानेजमेन्ट विभिन्न इभेन्टहरूको बिहा वर्तमान पास्ने यी विभिन्न इभेन्टहरूको फोटोहरू चाहिँ फोटो बुकमा रूपान्तरण भएको अवस्थामा हामी यस फोटोकन्सनले फेरि यो फोटो बुक यहीँ बनाएर हाम्रो फोटोग्राफर साथीहरूलाई कसरी सहज तरिकाले समयमै उपलब्ध गराउन सकिन्छ भनेर हामीले छलफल गरिरहेका छौँ र यो हामी कार्य गरि पनि रहेका छौँ र चाँडै नै हामी यसलाई अझ रिलन्च गरेर यस संस्थासँग सहयात्रा गर्दै हामी सँगसँगै चाहिँ हामी यो मार्केटलाई कसरी हामी फोटोग्राफर साथीहरूलाई सजिलो हुन्छ भन्ने कुरामा साथ सहयोग लिएर अगाडि बढ्नेछौँ र चाँडै नै हामी यो फोटो बुकको रिलन्च गर्दैछौँ मार्केटमा र केही साथीहरूले हामीसँग फोटो बुकहरू बनाइरहनु भएको छ। उहाँहरूको पनि हामीले अनुभव सेयर गरेका छौँ। यहाँबाट इन्डिया गएर बनाउनु पर्ने, इन्डिया गएर बनाउँदाखेरि चाहिँ समयको बर्बादी भनौँ न, 10 दिन 15 दिन टाइम लाग्ने, कहिलेकाहीँ मिस्टेक भयो बिग्रियो भने कस्टमरहरू धेरै जसो टाइम नभएका विदेश जानुपर्ने, विदेशबाट आएर 7 दिनमा बिहा गरेर फर्किनु पर्ने यस्ता खालका कस्टमरहरू भएको हुनाले फोटोकन्सनले नै गरिदिए हुन्थ्यो र फोटोकन्सनबाट गर्दाखेरि हामीलाई सहयोग भएको छ भन्ने साथीहरूको एउटा सोच अथवा भावना रहेको हुनाले त्यसलाई हामी सार्थक बनाउनको लागि चाहिँ हामी यहीँ फोटो बुकहरू बनाइरहेका छौँ। यहाँहरूलाई पनि हामी कहाँ आएर आफ्नो एउटा स्याम्पलहरू बनाएर लिएर जान सक्नुहुन्छ। अहिले हाल पनि हामीले आजको दिनमा पनि पोखराबाट र काठमाडौँबाट अनि हाम्रो दमौलीतिरबाट पनि फोटो बुकहरू आइरहेका छन्, हामी बनाइरहेका छौँ। यहाँहरूलाई सेवा गर्ने मौका दिनुहोला भन्ने हामी रिक्वेस्ट गर्छौँ।